महेश बस्नेत पक्राउ गर्ने भन्ने कुरा आइरहेछ के हो कुरा 24 घण्टा नबित्दै एक्सनमा गृहमन्त्रीज्यू दर्शकबिन यति बेला देख्न सकिन्छ गृहमन्त्री सुदन गुरुङ यो मध्यरातमा गृह मन्त्रालयबाट निस्कँदै हुनुहुन्छ उहाँ यहाँ भर्खर मात्र सुरक्षा संयन्त्रका प्रमुखहरूसँग सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गरेर उहाँ निस्कनु भएको हो र अब उहाँ निस्कँदै हुनुहुन्छ उहाँ रातारात काम गरिरहनु भएको छ देख्न सकिन्छ गृहमन्त्रीज्यू रातारात काममा त व्यस्त हुनुहुन्छ थोरै बोल्न मिल्छ पनि काम छ अब कताको यात्रा हो केही भन्न मिल्छ खुवाउनु मिल्छ होइन अहिले त्यहाँ मन्दिर जानुपर्ने छ त्यही भएर शनिबार पनि खटिनु भएको छ है हजुर हजुर अनि महेश बस्नेत पक्राउ गर्ने भन्ने कुरा आइरहेछ के हो कुरा 24 घण्टा नबित्दै एक्सनमा गृहमन्त्रीज्यू दर्शक देख्न सक्नुहुन्छ गृहमन्त्री सुदन गुरुङ यति बेला गृह मन्त्रालयबाट बाहिरँदै हुनुहुन्छ उहाँ आफ्नै गाडी चलाएर यति बेला बाहिरँदै हुनुहुन्छ दर्शक देख्न सकिन्छ उहाँ आफ्नो बाटोमा अगाडि बढिरहनु भएको छ आफै गाडी चलाएर एक छिन पनि सुत्नु भएको छैन अस्ति हिजो मन्त्री भएदेखि रफ्तारमा अगाडि बढ्नु भएको उहाँ यतिखेर पनि आफै गाडी चलाएर अगाडि बढिरहनु भएको छ दर्शक यो गृह मन्त्रालयको दृश्य हो उहाँलाई सुरक्षा दिनका लागि अगाडि नेपाल प्रहरी खटिएको छ भने पछाडिपट्टि नेपाल सशस्त्र प्रहरीको गाडी लागेको छ पछाडिपट्टि सशस्त्र प्रहरीको गाडी छ र उहाँ यति बेला गृह मन्त्रालयबाट बाहिरिनु भएको छ दर्शक यो गृह मन्त्रालयको दृश्य हो र यति बेला उहाँ गृह मन्त्रालयबाट बाहिरिसक्नु भएको छ